मेरो आमाले सिकाउनु भएको भुइँसोरी जिउ गर्नु नछोड्नु है नानी भन्नुहुन्थ्यो। पहिला यतापट्टि भुइँसोरी जिउ गर्छु आदरणीय जिउ भन्दै उपस्थित सम्पूर्ण कलाप्रेमी कौराहा जोगाउनको लागि चाहिँ लागि परि गर्नुभएका सम्पूर्ण विभिन्न ठाउँबाट पाल्नु भएको आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा भुइँसोरी जिउ गर्छु, स्वीकार्नुहोस्। र अब यो कौरा म छोटकरीमा भन्न चाहन्छु, म चाहिँ टाढीमा हाम्रो 12औं शताब्दीका मगरहरूको जीवन के कस्तो थियो र उहाँहरू के गर्नुहुन्थ्यो, त्यो बेलाका मगरहरू चाहिँ एकदमै धामीहरू चाहिँ यस्तो झाँक्रीहरूको चाहिँ जमाना रहेछ र उहाँहरू चाहिँ शिकार खेल्नु हुँदो रहेछ। महिला पुरुष सम्पूर्ण जङ्गलमा गएर तीर धनुष चलाउने यस्तो खालको चाहिँ एउटा मगर संस्कृति त्यो बेलाको 12औं शताब्दीको संस्कृतिमा फिल्मको नाम चाहिँ ऐरी भन्ने लडाकु फिल्मकोमा चाहिँ म काम गरिरहेको थिएँ। तर यो कौरा चाहिँ कौराको उद्गम थलो यही तनहुँको ऋषिमा हो भन्ने कुरा चाहिँ जब म यो नेपाल मगर सांस्कृतिक सङ्घ पहिला रोसको मुस्टा भएर यो जन्म्यो, पछि मेरै दोस्रो कार्यकालमा चाहिँ मैले थाहा पाएँ कि 18 मगरात काइके मगर रहेछ। हामी 3टा भाषा बोल्ने नेपालमा मगरहरू रहेछौँ। त्यो कारणले म आफू बोल्ने 12 मगरातको रोसको मुस्टा नाम मात्रै राख्नु हुँदैन, यसले गर्दा साँगुरो हुन्छ यो संस्था र यसलाई चाहिँ ठुलो बनाउनु पर्छ। भोलि गएर हामीले विभिन्न ठाउँमा चाहिँ नि यसको चाहिँ समितिहरू विस्तार गर्दै गर्दै गएर विदेशमा पनि विस्तार गर्दै लगेर र केन्द्रलाई चाहिँ महासङ्घको रूपमा लानुपर्छ भनेर म विधान त्यस्तो तयार गरेँ। त्यो मेरो सपना पुरा भएको हुनाले त्यो खुसीले गर्दा म त्यो के अरे टाढीबाट काठमाडौँ गएर यो के अरे मेरो आमाको लुङ्गी भन्छु म, किनभने यो मेरो आमाले मेरो मातृभाषाले बोल्ने लुङ्गी हो। यो लाउनुको लागि म घर गएर काठमाडौँ गएर अनि आज यहाँ आइपुगेको खुसीका साथ आइपुगेँ। र हिजो यो संस्था जन्मिँदाखेरि सदस्य बसिदेऊ भन्दाखेरि सबै कलाकार भाग्थे होइन, बहुत दुःखले, कति रोएर, कति चाहिँ एकदमै कस्तो चाहिँ भएर डिप्रेसनमै जाला जस्तो गरेर चाहिँ नि चलाइयो। 2 कार्यकाल पुरा चलाइयो। रोस गुमुस्टा हटाएपछि मगर सांस्कृतिक सङ्घ नेपाल मगर सांस्कृतिक सङ्घ भनेर राखिँदा त्यसो गर्दाखेरि 3टै भाषा बोल्ने मगर चाहिँ अटाउँछ भन्ने भावनाले मैले त्यसरी राख्दाखेरि मलाई धेरैजनाले चाहिँ किन रोस गुमुस्टा हटाएर मगर सांस्कृतिक सङ्घ राखिस् भनेर मुद्दै पनि उठाए, मुद्दै हालौँला जस्तो गरे, टेढै आँखाले हेरे, यो त गुमुस्टा चाहिँ हटाउने मान्छे हो, हाम्रो भाषा पेलेर हराउने मान्छे हो भनेर चाहिँ मलाई त्यसरी पर पनि गरेँ। तर पनि आज म ती कुराहरू सबै बिर्सिएर यहाँ रमाउनुको लागि आएको आएर तपाईँहरूसँग भेट पनि भयो। आज हेर्दाखेरि हेर्नुहोस्, एउटा सानो जानकारी चाहिँ मलाई भन्नै मन लाग्यो। हिजो यो संस्था जन्मिरहँदाखेरि मैले 2 कार्यकाल चलाइरहँदाखेरि पनि सदस्य बसिदेऊ न एक कलाकार भाइ बहिनी भन्दाखेरि आउँदैनथे होइन। त्यहाँ गएपछि त लेबी तिर्नु पर्ने रहेछ 10 रुपियाँ भनेर आउँदैनथे। तर आज हेर्नुहोस्, म पदमा जान्छु, अध्यक्षमा उठ्छु, या चाहिँ पोर्टफोलियोमा उठ्छु, या चाहिँ म कार्यकारी समितिको सदस्य बन्न चाहन्छु भनेर यहाँ चाहिँ चुनाव हुन थाल्यो। यो सफलताको हो कि होइन? यो कौडा आज यहाँ हेर्नुहोस्, भाइ बहिनीले कौडा प्रस्तुत गर्दाखेरि यो कौडा चाहिँ कस्तो जीवन्त छ होइन। के अरे गीतले भनिराखेको थियो, अब तिमी हाम्रो कहिले भेट हुन्छ र त्यसैले चाहिँ एउटा रुमाल अथवा गर्लफ्रेन्ड साटौँ हामी चिनो भनेर चाहिँ नाचिरहेका थिए। त्यसको चाल कति विविध छ होइन, घुम्ने तरिका जीवन्त छ। चित्रण, यसलाई चाहिँ चित्रणमा उतारेर यसको चाहिँ एकदमै यसलाई के अरे प्रवर्धन गरेर लाने। अब यो हराउँदैन, अब चाहिँ यो एकदम झाँगियो। त्यस कारणले देशमा त यो छाप्यो, विदेशमा पनि यसलाई प्रवर्धन गरेर यसलाई चाहिँ चित्रणमा उतार्नुपर्छ। त्यसले गर्दाखेरि कौरा हाम्रो भन्दैमा चाहिँ त्यो कसैले छाप लगाइदिनेवाला छैन, कसैले लाल मोड दिनेवाला छैन। यसलाई चित्रण गरेर लैजानुपर्छ। र यो सम्पूर्ण कुरा मगर रमाउने, मगरहरू त्यसै पनि कोमल मनका र रसिक मनका हुन्छन्। र यहाँ चाहिँ हेर्नुहोस्, यो चाल सिक्नुपर्छ। हरेक मगरले चाहिँ कौडा नाच्नु जानुहोस्, कौडा गाउनु जानुहोस्। अनि 12 मगरातले मात्रै होइन, गण्डक क्षेत्रभन्दा पारिकाले पनि वारिकाले पनि सबैले जानुहोस्। त्यही हेतुले चाहिँ यो नाम चाहिँ रोसको मुस्टाबाट नेपाल मगर सांस्कृतिक सङ्घ राखिएको हो। मेरो सपना साकार भएको छ।
त्यसैले चाहिँ म यहाँ हजुरहरूसँग भेट्नका लागि र यहाँ चाहिँ हेर्नको लागि पनि आएको। यहाँ देख्न पाएपछि म एकदम अरू 50 वर्ष बाँच्ने चाहिँ मेरो रहर जागेर आयो। म बाँचौँ नबाँचौँ तर पनि यो चाहिँ एउटा हर्ष उल्लास भयो। र हर्ष भन्दाखेरि यहाँ हर्क आले भाइसँग भेट भयो। हर्क आले र म 2051 साल मगर भाषा समाचार भन्ने बेलामा हामी एउटा टेबलमा भेट भएको। के अरे उमेरले भाइ भए पनि उहाँ मेरो आदरणीय साथी हो भन्दै यहाँ आइपुग्दाखेरि 3टा हर्क भेटियो। हर्क थापा मगर, हर्क आले मगर र अर्को हर्क भाइ र 3टा हर्कहरू यहाँ सबलाई तपाईँ हामी सबैलाई हर्षित गराउनु हुनेछ संस्कृतिको तर्फबाट भन्ने चाहिँ मलाई विश्वास लाग्यो। र अब पूर्वतिर मगर भन्ने बित्तिकै हुर्रा नृत्य, त्यो हुर्राको लागि चाहिँ अध्यक्षज्यूलाई अर्को साल राख्नु भएको छ। तत्पश्चात फेरि हामी 18 मगर प्रवेश गर्छौँ, तत्पश्चात फेरि काइकेमा र यसरी चाहिँ यो सफल हुँदै जान्छ। आज मलाई हर्षको आँसु आइरहेको छ। म अघिदेखि हेरिरहेको छु। हिजो 4 जना मान्छे आइदिनु है हाम्रो कार्यक्रम छ भन्दाखेरि नआइदिने, आज यहाँ चाहिँ हेर्नुहोस् यो चौरैभरि अटाइ नअटाइ होइन विभिन्न ठाउँबाट चाहिँ विभिन्न भातृ सङ्गठनबाट चाहिँ नाच्दै र गाउँदै आइरहँदाखेरि मलाई एकदम भित्र छातीमा चाहिँ खुसी लागेर आँसु चाहिँ झरिराखेको थियो होइन। त्यसो भएको हुनाले म फेरि पनि यहाँहरूसँग एकदमै म खुसी भएको र हामी सबैको यो मेरो होइन हाम्रो हो भनेर चाहिँ हामी सबैले सोच्नु पर्यो र मैले हाम्रो संस्कृतिलाई जोगाउनु पर्छ भन्ने हेतु मनसाय सबले बनाउनु पर्छ भन्ने कुरा र यो आज यति छ। 8,45,000 रुपियाँ युकेबाट उठेर आएको छ भने भोलि 8 करोड भयो रे भनेको कुरा चाहिँ सुन्न पाऊँ र योभन्दा बृहत हुँदै जाओस्। यो चौरमा जति पनि ठाउँ खाली देखिएछ यो सबै ढाकोस् भन्ने चाहिँ मेरो शुभकामना, मेरो मन्तव्य यही नै टुङ्ग्याउन चाहन्छु। सम्पूर्णमा फेरि पनि मेरो झोरले नमस्कार। म काठमाडौँ फर्किनुपर्ने आजै, त्यही भएर मलाई हतार पनि भइरहेको छ। हुन्छ, यो खुसी बाँडे मैले हजुरहरूसित पक्कै पनि त्यस भएको हुनाले तपाईँहरू सबैजना खुसी हुनुहुन्छ र अहिलेसम्म यहाँ बसिरहनु भएको छ आनन्दले, नाच्दै गाउँदै पनि आउनु भएको छ। यो अहिले जन्मेको 22 वर्ष हुँदैछ, 22 पुगेर 23 लाग्यो भन्छु सालले। 23 वर्षमा यो लक्का जवान भयो यो संस्था। त्यसले गर्दाखेरि अब भोलि गएर यो नेपाल मगर सांस्कृतिक सङ्घ चाहिँ नेपाल मगर सांस्कृतिक महासङ्घको रूपमा चाहिँ बदलिएको अथवा परिवर्तन भएको अथवा यो चाहिँ अझ परिष्कृत भएको म देख्न चाहन्छु, सुन्न चाहन्छु, हेर्न चाहन्छु। यो शुभकामना म अहिलेको अध्यक्षज्यूलाई र अहिलेका कार्यकारी समिति सम्पूर्णलाई शुभकामना पनि दिन चाहन्छु। तपाईँहरूले पनि यसमा कोसिस गर्नुहोस्, जोड दिनुहोस् भनेर तपाईँहरूमा पनि आग्रह बिन्ती गर्न चाहन्छु। मेरो निवेदनका साथ मेरा 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। हस्, नमस्कार, धन्यवाद।